मसिनो हुन्छ यस्तो रे यो तरकारी बनाउन दिनको मम्मीले यो हुन्छ के तरकारी बनाउन नि धेरै मसिनो हुन्छ होला राखेको पुरै चिसो भएछ अचार हैन मम्मी अचार हैन के यो अचार गरम दिनको के सबै काट्नी न के त अलिकति के भन्दिनी के त भक्क भोलि पर्सि खाना नि हो तरकारीलाई भने नि हो त गोबी त आलु त्यो आज तरकारीलाई आजकै तरकारीलाई यो सेमी पनि मिसाउने हो यो हो डर प्याटर्नको आलु यो र काँक्रोको अचार बनाउने हो यो खासमा हिजै उसानेको थियो क्या लास्टमा यो त झन् साह्रो भएछ के त त्यस्तो मिठो त उनिरहन्छ नि त डोर पारेर खानु हो यो आलु हुन्छ बोला खानु क मिठो होइन मलाई त्यस्तो टेस्ट लागेन ए राख्नु आउँछ प्याज दाउन अनि काँक्रो कोपी र आलुको अचार बन्दैछ त्यस्तै राख्छु गाली गर्दै हुनुहुन्छ मैले नबोल्नु त एकछिन भने ट्याक्क रोकिनु यस्तरी स्माइल मिठो स्माइल दिनु अद्ध पिस्दै हुन्छ तरकारीलाई मलाई अरू खुर्सानी पिरो खाएको मम्मी मलाई चबाएर मुच्छु है नुन हालिकिम के राख्न अब सबै बेयो अचार चाहिँ बन्यो किन यस्तो देखियो राम्रै बनाएको थिएँ सेतो देखिन्छ यता खाइसके पट्टिको ती धेरै देखो कपाल त बाँड्नु है त्यति ठुलिउ मम्मी 20 रुपियाँ रोस्ने 20 रुपियाँ दिनुको रोस्ने त अलिक ठुलिउ लाग्यो नि म त यहाँ त यहाँ न के आएन फेरि के आफूले कि 20 रुपियाँ दिनु रोस्ने अन्त त ठुली हो भयो मम्मी म त यहाँ आइज त यहाँ आइज न टिका लाइस अचार कसले बनाएको ए त्यत्रो बनाउन बनाएर त आन्टीले बन्यो मम्मी हेर्नु त त्यत्रो बिहान बढ्लाएर अचार बनायो लास्टमा कसले बनाएको अन्त त आन्टीले बनायो मैले बनाइन के अरे थाहा भएन त थिस्किन है नि त यहाँ हिजो दक्षिणा कति पाइस टिको लाएर त्यही पनि चोर्दै यस्तरी हेर्दा गएर चाहिँ मलाई ले त चाउचाउ आउँछ यसैको म बनाउँदैछु के मेरो कुर्ती का नि टपक्क बसेछ तर गएर निधारै खाएको तेरो यस्तो यस्तो निधार मेरो छैन फेरि हेर्न न तिमीको म कस्तो थियो रोस्नी सानोमा
म जस्तै बिमला माथि बिमला नि सिनानो म जस्तै सेम कसले थाहा भएन त्यो फोटो त्यो उसमा राखेको थिइन् युट्युबमा हो कि उसमा राखेको थिइन् बर्थडे पनि तिमीलाई कसले थाहा भयो त हो सानोमा खोलेर राखेको थिइन् अनि म जस्तै सेम मेरो जस्तै एउटा ज्याकेट लाएर चस्मा लाएर यसमा अलिक खिचिदिन् तिमीले चस्मा र ज्याकेट लाएर खिच्यो कस्तो ज्याकेट तपाईँको ज्याकेट यसलाई मेरो सानाको ज्याकेट नि हुन्छ चस्मा लगाइदिन्छु एउटा गीत गाइदेन गा न 20 रुपियाँ दिन्छु नि हुन्छ ल एउटा गीत गा एउटा गीत गा हेर पुरै दोरी गानी हुन्छ दोरी खेल्ने नि हुन्छ हुन्छ चिल घुम्यो बनाना चिल घुम्यो बनाना कान्छी तिम्रो नाम के हो बनाना माया पानको पात साथी तिमीलाई सम्झन्छु दिनको रात म सम्झिस ल ल चिल घुम्यो फनाना आमाले हो सिकाइदिएको होइन कसले हो ए अर्को आमाले सिकाइदियो गीत गाउँछु अब तिमीले आमाले सिकाइदिएको गीत गाउने नि पिट्नुहुन्छ फेरि यस्तो गएर गीत सिकाउनु मान्छे लगाइदेऊ लगे छिटो गीत गाइदियो त राजु काडाले राजु काडाले ए राजु छोराले राजु काडाले का ल मम्मी ल यस्तो धम्की दिनुहुन्छ त्यहाँ मैले भने गीत गाइस् भने भनेर ल केही हुन्न केही भन्नु न ल राजु काडाले निर्माया होइन राजु काडाले मेरो माथि छेउको ढाडैले भन्नुहुन्थ्यो ए मेरो माइती छेउको डाँडाले भन्नुहुन्थ्यो ल गा राम्रोसँग ल राजु काडाइले मेरो माया छेक्यो ढाडैले ए राजु काडाइले मेरो माया छेक्यो डाँडैले हो मेरो माया छेक्यो ढाडैले अनि त माया भन्दैछ राजु यसो राजु काडाइले मेरो माया छेक्यो डाँडैले भन्दैछ होइन माइती छेक्यो ढाडैले माइती छेकेछ डाँडाले यसरी यो दाँत छ नि है दाँतमा अर्काएर सिटी लाने त्यसले होइन कस्तो राम्रो देखिन्छ कस्तो क्युटी देखिन्छ ल एकचोटि सिटी यस्तै गरी स्कुलमा नि बानी परेछ मुखले हातले ढाक्दै सिटी लाउँदैन